भइरहेको छ। सबैले ताली बजाएर हामी स्रष्टाले आफूलाई सम्मान गर्नुपर्छ। यो हाम्रो निमित्त ऊर्जा पनि हो। हामी स्रष्टाहरू शब्दमा रमाउँछौँ। तिनै शब्दहरू समेटेर तयार भएकी कृति हामी र हाम्रो मुक्तक सङ्ग्रह संयुक्त मुक्तकको कृतिको घुम्टो खोलिएको छ र अब एकैछिनमा हामी तपाईँहरूको हातमा पुर्याउँछौँ र तपाईँहरूले पढ्न पाउनुहुन्छ। हाम्रो यो ऐतिहासिक पुस्तकको घुम्टो खोल्ने कार्यक्रम हामीले गरिरहेका छौँ र यसका लागि पुनः एकपटक प्रमुख अतिथिज्यू, सभापतिज्यू लगायत विशिष्ट अतिथि र सम्पूर्ण सहभागीज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। र अब ढिला नगरी प्रमुख अतिथिज्यूको व्यस्ततालाई हामीले बुझ्नुपर्ने हुन्छ। यसकारण पनि आफ्ना शुभकामनाका शब्दहरू राखिदिनु हुनका लागि आजको कार्यक्रमका प्रमुख अतिथि आदरणीय व्यक्तित्व गोपाल राईज्यूलाई आग्रह गर्दछु। धन्यवाद सचिव। यस कार्यक्रमका हामी र हाम्रो कृति समाजको यो 20औं संयुक्त मुक्तक कृति विमोचन तथा मुक्तक वाचन कार्यक्रमका सभाध्यक्षज्यू, व्यासनासीन वरिष्ठ कविज्यूहरू, मुक्तकारज्यूहरू र आजको कार्यक्रमलाई भव्यतम रूपले सफलतम रूपले सम्पन्न गर्नको लागि यहाँ उपस्थित हुनुहुने सम्पूर्ण साहित्यकारहरू, साहित्य अनुरागीहरू, साहित्यिक मनहरूलाई एकमुष्ट अभिवादन व्यक्त गर्न चाहन्छु। आज म अलिकति कस्तो भने एउटा सुन्दर क्षण, महत्त्वपूर्ण क्षण मिस गर्न गइरहेको छु। किनभने यतिखेरै ठ्याक्कै अहिले नै फेरि अर्को हलमा, त्यो हाम्रै नेपाल विद्यार्थी प्रतिष्ठानकै लेखनाथ हलमा अर्को कार्यक्रम हुँदैछ। त्यहाँ पनि म उपस्थित हुनै पर्ने तारन्तर फोन आइरहेको छ, मेसेज आइरहेको छ। त्यसले गर्दाखेरि यहाँ सबैको पालो मिचेर केही शब्द, शुभकामनाका 2 शब्द व्यक्त गर्नको लागि उभिएको छु। त्यसले गर्दाखेरि मलाई यहाँहरूले सम्पूर्णले, खास गरी आयोजक मित्रहरू र तपाईँहरू सहभागी मित्रहरू सबैले मलाई माफ दिनुहुनेछ भन्ने आशा गरेको छु मैले। अब